चाहिँ हाम्रो डे 2 हामी चाहिँ आज हिजो राति दुनेमा स्टे गरेर अब आज चाहिँ हामी यहाँबाट अब निस्किन लाग्यो सबै रेडी भइसक्यौँ हामी हिजो राति चाहिँ हामी यहाँ बस्यो 4 जनाले खाना खाएको 1000 रुपियाँ अनि रुम चाहिँ हामीलाई फ्री गरिदिनु भयो यहाँ राम्रो छ चिसो चिसो मौसम छ भ्यूहरू चाहिँ यही नै हो हाम्रो यहाँ चाहिँ हिँडेर अब हामी चाहिँ के अरे आर्मीको ब्यारेक्ससम्म पुगेर त्यहाँबाट चाहिँ हाम्रो वाकिङ छ बाँकी सिन चाहिँ म बाटोमा देखाउँदै गर्छु बाँकी के खर्च भयो कहाँ कहाँ हामी बस्यौँ कति लाग्दो रहेछ भनेर मैले सबै यता लिस्टहरू चाहिँ मैले फर्किरहेको हुन्छु त्यसको लागि चाहिँ हेर्नेहरूलाई भिडियो ल आज चाहिँ हाम्रो डे 2 हामी चाहिँ दुनेबाट हिँडिसकेको छौँ र आर्मी ब्यारेक पुगेर त्यहाँबाट चाहिँ हिँड्न सुरु भनौँ न एकछिन हिँड्न सुरु त अहिले नै भइसक्यो तर त्यहाँ पुगेपछि चाहिँ ट्रेक फोक्सुन्डोको नेसनल पार्क चाहिँ त्यहाँबाट चाहिँ सुरु हुन्छ अरे खोला चाहिँ छोड्ने होइन अरे हामी चाहिँ खोलै खोला हिँडिसकेका छौँ र केटाहरू यता आउँदै जो छन् फर्स्ट टेक है यो रमाइलो तर लाग्दैछु होला बाटोमा यताउति हेर्दा चाहिँ डराउनु चाहिँ पर्दैन मस्त चिलमा होइन नबोलिकन ठिक्क ठिक्क आनन्दले हिँड्ने भने चाहिँ ढौ चाहिँ हुँदैन कि अहिले चाहिँ हामी टक्क अब दुनियाँबाट 3 किलोमिटर जति हिँड्यो हामी चाहिँ टक्कै हेर्दा फोक्सुन्डोको उयो देखाएको छ र हामी चाहिँ अब यता जाँदैछौँ फोक्सुन्डोको लागि अब यहाँबाट चाहिँ यतापट्टि चाहिँ सैनिक ब्यारेक छ यतापट्टि पुरै ब्यारेकको यो पुलदेखि उता अब यता चाहिँ फोक्सुन्डोको भयो त्यो अब चाहिँ हामी यहाँबाट चाहिँ श्री फोक्सुन्डो राष्ट्रिय निकुञ्ज चाहिँ लाग्यो कि नेसनल पार्क चाहिँ अब हजुरले चाहिँ यहाँ चाहिँ श्री फोक्सुन्डोको वन्यजन्तुको सिकार ओसार पोसार गर्न अपराध छ टाइपको लेखेको छ र अनि यहाँ चाहिँ अब के कति पैसा 10 वर्षसम्म कोही टाइपको यताउति लेखेर छ अब हामी चाहिँ यहाँ चाहिँ केटाहरूलाई कुर्छौँ केटाहरूलाई कुरिसकेपछि चाहिँ यहाँबाट हामी सँगै निस्किन्छौँ छ अब यहाँबाट चाहिँ आज छेप्काभन्दा यति माथि यस्तै कता कता बस्ने कुरो छ हाम्रो अब बाटोमा चाहिँ म देखाउँदै आउँछु सिनहरू यताउति त्यसको लागि स्टेट हामी चाहिँ अब ट्याक्क भनौँ न एक किसिमले वेलकम टु श्री फोक्सुन्डो नेसनल पार्क द ल्यान्ड अफ स्नो लियोपार्ड्समा चाहिँ हामी अब टक्क इन्ट्री हान्दैछौँ अब हाम्रो मेन गेट चाहिँ भनौँ न एक किसिमले श्री फोक्सुन्डो जानको लागि चाहिँ मेन गेट यो छ अहिले मसँग छन् हर्षित र मेरो केटाहरू पनि यता आइसकेको छन् र हामी चाहिँ अब सेफ फोक्सुन्डोको एन्ट्री गेटमा केटाहरूसँग अब सँगसँगै जाम ल खिच भिडियो खिच अनि हामी चाहिँ यता रोमस छन् र हामी चाहिँ अब टक्क छिर्यो भनौँ न यता चाहिँ टिकट छ अरे अब पर पर्सन सायद जहाँसम्म 100 लाग्छ क्या यहीँ हो क्या म्यापहरू पनि दिनु जहाँ चितुवा स्नो लियोपार्ड भन्छ तिमीहरू त खान्छ एक बाइटमै होला आज गर्छु होला चल्ने होइन क्या तिमी मसँग हिँड्न पर्ने तिमी मसँग हिँड्न पर्ने स्लो ट्रेकको चाहिँ हान्नुपर्छ क्या राजा स्लो ट्रेक यहाँसम्म चाहिँ गाडी साडीहरूले देख्न सक्नुहुन्छ तलतिर खोला छ नेक्स्ट चाहिँ देखाउँदै गरौँला हामीले चाहिँ यहाँ भर्खरै टिकट सिकट काटिसक्यौँ नेपाली चाहिँ पर पर्सन 100 रुपियाँ रहेछ अब म्याप चाहिँ लिएर हिँड्छ हजुर नेपाललाई 100 रुपियाँ अनि 4 कन्ट्रीहरूलाई 1500 फरेनरलाई 3000 भारतीयलाई भारत पनि साथमा पर्छन् ए 1500 ए नेपालले चाहिँ 100 रहेछ खोले खोलाको बाटो चाहिँ नछोड्नु भन्दै गर्नुहुन्छ एक घन्टाकोमा चाहिँ खानेकुरा लाइक के भनौँ न पानी सानी मिठे सिटै कोकसो के खान पऱ्यो भने चाहिँ 1 आवरको डिस्टेन्समा चाहिँ छ भन्नुपर्छ दो बाटो आयो यताउति आयो भने चाहिँ डिरेक्सन चाहिँ कुन हो भनेर चाहिँ हजुरलाई चाहिँ हामीले हेर्नुपर्छौँ ट्याक्क खोला खोलाको बाटो हिँड्ने भनेको छ हामी चाहिँ खोला खोलेको बाटो हिँडिरहेको छौँ बाटो
बाटो यहाँ चाहिँ अलि टेन्डर टाइपको रहेछ माथि फेर यत्रै बाटो छ ल हाम्रो अब रोमा साथी आइसकेको छन् र किन बाटो चाहिँ देखा सक्नुहुन्छ हल्का गाह्रो गाह्रो नै छ तर कुनै कुनै मोमेन्ट मात्र नत्र सजिलो नै छ बाटो आइसक्यो बाटो देखेर चाहिँ होइन उहाँले चाहिँ राम्रो छ बाटो केटा रहिसक्यो यहाँ चाहिँ यसरी पहिला ढुङ्गा रहेछ सायद ढुङ्गा यहाँ फुटेको हुनुपर्छ अनि सन्दीप हाम्रो अगाडि जाँदैछन् खोलाहरू चाहिँ बगाल छ यार अनि हर्षित कति धकेला हो यहाँ कुकुर आएको छ सन्दीपहरू वाहन भिडियो गराउन गएकाहरू हामी चाहिँ हिँडेको बिहान 6:30 बजेदेखि लगभग 8:20 भएछ 6, 7, 8 लगभग 1.5-2 घन्टा चाहिँ त्यस्तै हिँड्न चाहिँ मजा आउँदैन 1.5-2 घन्टा चाहिँ भयो हामी हिँडेको यता चाहिँ प्रिन्स छन् केटाहरू खोलै खोलाको बाटो निरन्तरमा रूपमा हिँडिरहेको छन् र यता म अझै उकालो आइगयो होइन पछाडिको गुँ फेसफुल भयो मलाई भन थर्ड क्लिप तिमीले खिच्यो के त्यसो खिच्यो बाटो चाहिँ हल्का गाह्रोमा हामी आइसकेको छ यत्रो बेरसम्म नट ब्याडवाला बाटो थियो अब चाहिँ हल्का उकालो रोमसन मसँग दुईवटा केटाहरू चाहिँ पछाडि छन् यो बाटो चाहिँ देख्न सक्नुहुन्छ तर खोला फेरि अर्को पुल तरेर आयो सोल्टिया दौडीले आएछन् सन्दीपले उहाँ भिडियो बनाउँदै छन् हो बाटो चाहिँ यस्तो हो यो भिडियो सन्दीपको फोनबाट आउँछ होला सरी च्यानलबाट आउँछ होला चट्ट लगाएर थ्याङ्क यू धन्यवाद म्या धन्नै सिस्नोमा गएन कस्तो लागिरहेको सन्दीप तिम्रो भिडियो बनाइदिनु चक्करमा धन्न सिस्नोमा म्याम पनि झ्वाम भएको कतिको अप्ठ्यारो लागिरहेको बाटो हर्षितलाई कस्तो लागिरहेको कतिको हिँड्न सक्यो हामी चाहिँ अब यसो कहाँ यो भन्दा चाहिँ थाहा छैन
रोमास मसँग चाहिँ रोमास आइरहेको छ नि हामी त छेप्कामा खाना खान लागि भनिसक्यौँ आज आज कस्तो लाग्दैछ भन्नु त यहाँ आउने हौ त्यो यो जुन रुट छ नि ट्राइल होइन त्यसो खोलाको हटाइदियो भने बवाल छ के यो भरिङवाला बाटो छ नि सिडीवाला के अँ, त्यो हटायो भने बवाल छ ट्रायल चाहिँ कस्तो लाग्दैछ धुलो त छैन खासै हँ? धुलो त छैन खासै धुलो छैन जस्ट नाइस छ नि होइन राम्रै हुन सक्छ रारा भन्दा सहिलो भेरी गुड जाम ल हामी चाहिँ अहिले कागेनी भन्नेमा आइसकेको छौँ र कागेनीको हाइट 44 मिटर रहेको छ अब यहाँबाट चाहिँ फोक्सुन्डो जाने बाटो यतापट्टि देखाएको छ र यहाँ कागेनी भन्दो रहेछ अब होटेलहरू चाहिँ पानी सानीको लागि चाहिँ जस्ट रहेछ होइन यहाँदेखि चाहिँ नेक्स्ट हामी माथि जान्छौँ हामी चाहिँ त्यहाँबाट यतापट्टि लागिसकेपछि चाहिँ एउटा पुल रहेछ हामी चाहिँ पुलमा आइसक्यौँ अर्चित ल ल हिँड 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 ओ हल्ल्या ए नलाउ क्या मोबाइल साथमा मोबाइल छ क्या फर्स्ट लाग्यो ल्याउ मान्छे आउँदिन्छ होइन नि होइन ल्याउनु मान्छे आउँदैन छोड हिँड क्या सातोमा गयो साथो भन्दा नि मोबाइल साथमा ल्याएको मान्छे आउँदिन्छ ए पर्दैन है ल्याएको मैले भिडियो होइन बनाएको होइन तिमी हल्लाउँछौ फेरि थाहा छ मलाई हिँडिरहेको छौँ हामी ओए उकालो ओह्रालो सम्म अहिलेसम्मलाई जस्तो त्यो भनौँ न उकालो हिँडेको हिँडे गर्नुपर्छ भन्ने पनि छैन अहिलेसम्मलाई चाहिँ कोही ठाउँमा समय छ कोही ठाउँमा ओह्रालो छ अहिले अब ल म समूह बाटोमा हिँडिरहेको छु जस रुट चाहिँ नट ब्याड है यतिको रुट चाहिँ राम्रो हो अझमा चाहिँ धौ चाहिँ भएको छैन कपडा पनि म धेरै हालेको छैन कि योपालि चाहिँ किनकि कपडा बोक्ने धुने चेन्ज गरिन खासै अब 2-3 कपडा हाल्यो हुने त्यो भएर चाहिँ म धेरै कपडा हालिरहेको छैन अहिले अनि त्यही भएर चाहिँ हल्का कम्फर्टेबल फिल चाहिँ भएको छ मलाई पहिलाको ट्रेक भन्दा चाहिँ हामी चाहिँ हिँडिरहेको छौँ है बिहान लगभग 6:15-20तिर हिँडेको भन्दा हुन्छ अहिले चाहिँ 9:35 भइसकेको छ र 6, 7, 8, 9 3 घन्टा भयो बिहान पानी सानी नि केही नखाइ हिँडे लगभग होइन किनकि हामीलाई छेप्काभन्दा अलि माथितिर पुग्नु थियो अनि त्यही भएर ढिलो हुन्छ कि भनेर बाटोमा चाहिँ खाम्ला भनेर यहाँ चाहिँ आइसकेको छ 3 घन्टा हिँडेपछि बाटोमा थियो बाटोमा चाहिँ कुदाएर हिँड्छ अझै अनि त्यो गरिसक्यो के चाहिँ अब यहाँ चाहिँ पानी अथवा कोक यहाँ चाहिँ दिने आइटमहरू सुगरहरू आइटमहरू चाहिँ खानु पऱ्यो झोलामा ब्राउनीहरू अनि मिठाईहरू त छ कि केटाहरू हल्का पछाडि भयो कि खानुको लागि त्यही भएर चाहिँ म चाहिँ यहाँ खान्छु मैले रोमस यहाँ चाहिँ छन् केटाहरू उहाँ चाहिँ छन् क्या चाहिँ यहाँ चाहिँ केही छ कि यहाँ रहेछ रोमास रोमास छिटो आऊ त उता दाइहरू हुनुहुन्छ दाइहरूसँग बसौँ अहिलेको दाइहरू हुन्छ दाइसँग बसौँ छिटो आऊ न यत्तिको दौडिनु चाहिँ पर्छ है उता अहिलेको दाइहरू हुन्छ दाइहरू बसौँ
मुझे मुइसुई पुल्चोक आयो झोलामा राख्यो अब चाहिँ यहाँबाट चाहिँ फेरि हिँड्ने चाहिँ 1.5-2 घन्टा सेटोफेरो 3 घन्टा सेप्का साँझसम्म भाषा खाइन्छ त्यहाँ गएर त्यसपछि चाहिँ त्यहाँ माथि रिदिम भन्ने छ त्यहाँ माथि गएर चाहिँ नाइट स्टे हुन्छ खोलाको तिरैतिर कुकुर महंगाई कदे छाती कह लगाई मने जित भी गया रे तेरी याद खड़ी पाई मने आज तेनी बाहूं जो सिक हामी चाहिँ यहाँ हल्का कोकसोक रिबुल खाएर चाहिँ हामी यहाँ हिँड्यौँ हाम्रो हसी साथी चाहिँ अगाडि गइसकेका छन् अब हामीसँग यहाँ रोमस प्लस प्रिन्स अनि प्लस म हामी 3 जना यतापट्टि यस्तो छ जस नाइस भ्यू छ डरायो रोमस डरायो कट्टुमा छेरायो क्या ना यहाँ कुदाम क्या होना रोमस देखे के भनौ डे 2 हो नि त 3टा भिडियो त हाल्नु पर्यो नि कि 3टा कि 4टा अहिले चाहिँ हामी साङतामा आइसकेको छौँ र यसको हाइट चाहिँ 2482 मिटर छ यहाँ चाहिँ एउटा स्टे हामी होटल सुटेर रहेछ भात खानको लागि हामी अब हिँडिरहेको छौँ अब हामीले चाहिँ अब के अरे कहाँ हामीले खाने छेप्का हामीले चाहिँ छेप्का खानाको चाहिँ 4 जनाको अर्डर दिइसकेको छौँ यहाँबाट चाहिँ जहाँसम्म 1 घन्टामा चाहिँ हामी पुगिन्छ अब हजुरबाट चाहिँ यहाँको लागि नम्बरसम्म चाहिन्छ भने चाहिँ मैले तलतिर नम्बरसम्म राखिदिन्छु यहाँको लागि अर्डरको लागि तलतिर जुनैबाट हामीलाई चाहिँ 6, 7, 8, 9, 10, 11 लगभग 5-5.5 घन्टा चाहिँ लाग्यो हामीले यहाँ साङता आउनलाई चाहिँ अब के गर्ने हो यताउतिसम्म बाटोमा देउछ अनि हामीलाई वहाँ दुनैदेखि आउँदाखेरि बिचमा के गर्नु पर्यो त्यो पनि भन्नु जुनैबाट आउँदाखेरि चाहिँ एकचोटि हामीले अब सुरुमा टिकट काटेको थियो त्यसपछि चाहिँ हामीले बिचमा कोकसो खाँदै यताउति खाँदै बिचमा मुही पनि खायौँ हामीले मिठो मुही थियो बाक्लो मुही हजुरले खान सक्नुहुन्छ त्यसपछि हजुरहरू त्यस्तो गाह्रो ट्रेक छैन उकालो ओह्रालोसम्म मजाको छ आत्ति नै पर्दैन मजाले आउँदा हुन्छ हजुर सेफ फोक्सुन्डो म्युनिसिपालिटी डोल्पा वेलकम भन्ने चाहिँ हामी टक्क अब म्युनिसिपालिटी रुरल रहेछ सरी सेफ फोक्सुन्डो गाउँपालिकामा यहाँलाई स्वागत गर्दछौँ वेलकम www.safefoxundo.mun.gov.nd सेफ फोक्सुन्डो गाउँपालिका यो ल्याङ्ग्वेज चाहिँ कन्भर्टै गर्न पर्ने जस्तो देखिन्छ तलतिर चाहिँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ यस्तो छ यहाँ चाहिँ ट्याक्क यतापट्टि पुल भयो यतापट्टि चाहिँ अब भयो है यो चाहिँ अब सेफ फोक्सुन्डो गाउँपालिकामा गाउँपालिकामा चाहिँ एन्ट्री भयो यो हामी चाहिँ हिँडै छौँ 1:06 भइसक्यो ठिक छ हसीलाई चाहिँ गाह्रो भयो अलिकति किन ढिलो आउँदैछ यता
रोमस र म चाहिँ ट्विन्स आइरहेको छौँ सँगै। बाटो त नाइस छ, अब अलिकति हाइटमा जाने भएपछि हल्का उकालो त भइहाल्छ त्यहाँ पनि होइन। यतिको बाटो चाहिँ नट ब्याड है, नाइस छ बाटो होइन। अब चाहिँ खाना खाँदा भयो 10-15 मिनटमा। केटाहरूलाई कुदा कुदा ढिलो भयो कि, नत्र 11:30-12 बजे पुग्ने ठाउँ हो। लगभग 11 11:30 भनौँ न, त्यो चाहिँ अलिक ढिला भयो। अरू चाहिँ उयो उकालो छ कि, जति जे भने नि हेर्दा यो सानो उकालो हुन्छ। अब ब्यागस्याग बोक्दासँग चाहिँ धौ त धौ नै हुन्छ। तलतिर यस्तो छ, नाइस छ। तर हामी चाहिँ छेप्का आइसक्यौँ भर्खरै। यहाँ छ कि छेप्का लेखेको। अब यहाँबाट चाहिँ रेन्ची चाहिँ 7 किलोमिटर रहेछ। हाम्रो चाहिँ डेस्टिनेसन त्यही हो। यहाँ खानासाना खाएर निस्किने हो। हजुर चाहिँ देख्न सक्नुहुन्छ छेप्का। नेक्स्ट डेस्टिनेसन रेन्ची छ 7 किलोमिटर, 3 घन्टाको एस्टिमेट दिएको छ। अब 3 घन्टामा बढी नै लाग्छ, एस्टिमेट चाहिँ 3 घन्टाको देखाएको छ। र अब हामीले यहाँ चाहिँ भात खाइन्छ। हेर्न सक्नुहुन्छ हामी बिहान 6 बजे हिँडेको, अहिले 1:18 भइसक्यो है। तर होइन त्यस्तो गाह्रो चाहिँ एकदम गाह्रोवाला फिल चाहिँ भएको छैन। अब मैले यहाँबाट चाहिँ हजुरलाई छेप्काको भ्यू देखाउँछु है त। छेप्का देख्नुभयो नि। बाँकी चाहिँ यसो तल गएर देखाउँछु मैले। रोमस कतिको भोग लाग्छ होइन भन न। हो प्लिज तिमीलाई पनि, किनकि हामीले बिहानै केही खाइएन। हामीले 6 बजे हिँडेको होइन, बाटोमा यस्तै कोक सोक यताउति खाऊ गरेर हिँड्न भनेको। अनि त्यही भएर चाहिँ हाम्रो यहाँ लगभग 11 बजे 11:30 बजेको हामीले चाहिँ प्लान बनाएको थियौँ। अब 1 बज्यो हिँड्नलाई चाहिँ त्यस्तै हो। यहाँको दाइहरूले चाहिँ 11:30 भन्छ, त्यो आफ्नो दाइहरूको टाइम होला। अब हाम्रो ट्याक्कै 1 घन्टा बढी। नाइस छ है छेप्का चाहिँ, हेर्न सक्नुहुन्छ। हामी चाहिँ अलि नजिकबाट यस्तो देखिन्छ छेप्का। अब साइडमा खोला भइहाल्यो, अब सुन्दुकै खोला बगेर आएको। यो छेप्का राम्रो रहेछ। हामीले चाहिँ अब यहाँ खाना खाइन्छ। म जहाँ खान्छु नि त्यहाँको चाहिँ मैले ठ्याक्क नम्बरहरू चाहिँ राखिदिन्छु। हजुर चाहिँ कन्ट्याक्ट त्यही नम्बरबाट कन्ट्याक्ट गरेर चाहिँ आउन सक्नुहुन्छ। यो चाहिँ होटल गेटवे। यहाँको चाहिँ मैले नम्बरहरू देखाइदिएको छु। यहाँ चाहिँ अब हजुरले खान सक्नुहुन्छ। होटल गेटवे लेखेको छ, त्यहाँ चाहिँ यहाँ खाना खाइन्छ। हामीले चाहिँ यहाँ खाना खायो। केटाहरू सुतिरहेको मस्त, ठ्याक्कै 45 भयो 46 47 जति भयो होला। केटाहरू यहाँ यस्तरी सुतिरहेको, सुतुवाहरू सुत्न। खाना खाइयो, खाना खानाको भिडियो बनाउनु मन लागेन, वाइल्ड भोग लागेको थियो। झ्याम जुन खाइयो है, रेस्ट गऱ्यो। हामी फेरि हिँड्यौँ 7 किलोमिटर छ अरे। 7 किलोमिटरमा केही नभए 4-5 घन्टा लाग्छ फेरि। अब के कस्तो छ यताउति थाहै छैन। खोलाको बगरमा हिँड्न भन्नुभएको छ। उकालो देखियो फेरि, उकालो देखेपछि त नाइस छ भोज चाहिँ। खाना चाहिँ उपर मिठो थियो है। 450 पर पर्सन थियो। अन्डा, साग, आलु, भात, दाल अति नै मिठो थियो।
हामीले चाहिँ खाना खाएर हिँडेको यहाँसम्म यो उकालो उकालो पुल तर्ने हो पुल तर चाहिँ अब कता कता गइन्छ डर्नु त्यो त त्यहाँ बस्दैछन् म चाहिँ यहाँ पुलबाट जान्छु भाइ चाहिँ कसरी हिँड्नु के भनौ कसरी हिँड्नु यो बाटो कसरी हाउ टु वाक दिस सी यति ठाडो उकालो छ कि यति ठाडो उकालो छ मान्छे हल्का यति भनौँ न ब्याकबाट हल्का पछाडि गयो भने मान्छे पुल्टिन्छ क्या एकदम दिदी यार होइन होला होइन मैं नहीं चलूंगा जान्न म त जान्न के जान्न होला मलाई बोकाउन कसरी हिँडेर नसकिनु छ त यहाँ चाहिँ सम्म थियो यहीँ सम्म छ त त्यो उकालो त कसम के ठाडै यो वालामा ठाडै 90 नै अलि हल्का कममा पनि 65-60 जस्तोमा ठाडै 500 मिटर चढ्केहरू अप्सन छैन चढ्न चढ्दैन चढ कुन लेभलको उकालो थियो यार नेक्स्ट कुन लेभल हो नेक्स्ट लेभलको उकालो थियो त्यो यहाँ चाहिँ उकालो छ यतिसम्म योभन्दा अगाडिको चाहिँ उकालो गर्नु थियो चल्ती खोले खोला छ हामी लास्ट माथि नै आएको छौँ धेरै सलो सेफ्टीको बाटो यो छ हेर्दा मोबाइलमा सम्म देख्यो होला तर उकालो छ तलतिर डेन्जर छ कसरी हिँड्नु यो जाँदा त जाम ल्याएर आउँदा कसरी आउने हो यो बाटोमा ओहो किन दिन्छ ओह्रालो उकालो उकालो दिनुहोस् न बरु एटलिस्ट आउँदा त ओह्रालो हुन्छ नि जाँदा ओह्रालो दिइरहेछ भनेपछि आउँदाखेरि यो बाटो कति सकस हुने होला के उहाँसम्म छ के खोलाको कति माथि थियौँ खोलाको खोला छुन लागि क्या फेरि राइट हामी चाहिँ यस्तो तारवाला बाटोमा आइसक्यो निरन्तर हिँडिरहेको छौँ जाउँ न ओहो जुन लेभलको ढेउवा छ त कुनै भन्नु छ र अहिले चाहिँ हामी रेन्ची आइसकेको छौँ जुन चाहिँ 30 मिटरमा रहेको छ हामी चाहिँ अहिले छेप्काबाट हिँडेर कति बजीतिर हिँड्थ्यौँ लगभग 3:30-3:10तिर हिँड्थ्यौँ यहाँ आउँदा चाहिँ 7-11 भयो ओह्रालो धेरै हो कि उकालो धेरै हो थाहा भएको छैन मैले हिँडेँ यसो तर फाइनली रेन्ची चाहिँ आयो हाम्रो नेक्स्ट डेस्टिनेसन चाहिँ अब यो सुन धुवा भन्ने छ 2 किलोमिटरलाई चाहिँ 30 मिनट हामीलाई चाहिँ अब 1 घन्टा लाग्छ भनौँ अहिले चाहिँ हामी अब यहाँ राति गुरुङ होटल भन्नेमा बस्नेछौँ हामी चाहिँ सिधै के अरे दुनैबाट चाहिँ सिधै हामी यहाँ आएको बिहान 6 बजीमा मलाई चाहिँ गुरुङको चाहिँ टक्क नम्बरसम्म राखिदिन्छु हजुरलाई चाहिँ दुनैबाट सिधै यहाँ बस्न आउनु रेन्ची बस्न मन छ भने चाहिँ अरू यो नम्बरमा कन्ट्याक्ट गरेर बुकिङ गर्न सक्नुहुन्छ छेपाको नम्बर राखिदिन्छु खाना पकाउनुको लागि अब अरू चाहिँ भोलि बनाउँला लास्ट बेला छ थ्याङ्क यू लाइक सेयर सब्सक्राइब गरिदिनु होला